हेलो एभ्रिवान नमस्ते आयो हजुरहरू सबै सन्चै हुनुहुन्छ होला हामी पनि यता एकदमै ठिक छौँ। मैले आज मर्निङमा के गरेँ भनेर हजुरहरूको माझमा भिडियो लिएर आएकी छु। आयो हजुरहरू सबैले हेरेर साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशा लिएकी छु। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर र फलो पनि गरिदिनु हुनेछ भन्ने आशा बोकेकी छु। र आज म बिहानै उठेर फ्रेस भएर खाना पकाउनतिर लागेँ। खानामा आज रहेको छ भात, एक चुल्हामा भात पाकिरहेको छ भने अर्को चुल्हामा मैले चाहिँ तरकारी बसालेकी छु। तरकारीमा आज त्यस्तो स्पेसल केही पनि छैन। पहाडदेखि मेरो सासू मम्मीले सुकाएको साग पठाइदिनु भएको थियो अनि मैले यो सुकाएको साग योभन्दा अगाडि खाएकी पनि थिएन र बनाएकी पनि थिएन। कसरी बनाउनुपर्छ भन्ने मलाई थाहा पनि थिएन। अनि मेरो हस्बेन्डले चाहिँ यसरी पकाउनुपर्छ भनेर मलाई राति नै यसको रेसिपी भनिदिनु भएको थियो। अनि म आज बिहानै उठेर मलाई मेरो हस्बेन्डले भन्नुभएको रेसिपी अनुसारले नै बनाउन थालेँ। आई डोन्ट नो कस्तो हुनेछ, डरले बनाइरहेकी थिएँ। कस्तो हुन्छ, मिठो हुन्छ कि हुँदैन, योभन्दा अगाडि कहिले बनाएको पनि थिएन, खाएको पनि थिएन। अनि जसरी नै भन्नुभएको थियो त्यही स्टेप बाई स्टेप नै गरिरहेकी थिएँ। आई होप राम्रै होस् भन्ने छ। अब हेरौँ कस्तो हुनेछ। सबैजनाले खाएपछि नै थाहा हुने हो के कस्तो लाग्छ। अनि यता चाहिँ म लागेकी छु बदाम खान। मैले राति नै भिजाएर राखेकी थिएँ बदाम। अहिले खाइरहेकी छु। आफ्नो पनि त हेल्थको केयर गर्नु पऱ्यो होइन, काम मात्रै गएर भएन, खाना पनि खानु पऱ्यो आफूले पनि। अनि मैले चाहिँ यता बदाम खानातिर लागेँ अनि मेरो भात र तरकारी चाहिँ रेडी भयो। अनि यता चाहिँ मैले आलु फ्राई गरिरहेको छु। मेरोमा चाहिँ 2 दाना मात्रै आलुको थियो। त्यो 2 दाना आलुमा 1 दाना प्याज अनि पहाडदेखि नै टमाटर सुकाएर पठाइदिनु भएको थियो। अनि मैले त्यही राखेर आज आलु फ्राई गरिरहेकी छु। हामी 3 जना मात्रै थियौँ नि त, अनि पुगिहाल्थ्यो हामीलाई 2 दाना आलु प्याज र सुकाएको टमाटरले तरकारी पुगिहाल्थ्यो। अनि मैले चाहिँ त्यही बनाएँ। अनि तरकारी पनि मेरो रेडी भइसकेपछि अनि म चाहिँ लागेँ भाँडा धुन। हामीले रातिको भाँडा मैले धोएको नै थिएन नि त, रोटी खाएको थिएँ, कटोरहरू मात्रै थियो। अनि पछि नै धुन्छु भनेर अनि मैले खानाहरू पकाएँ, ग्यासहरू सफा गरिसकेपछि अनि म चाहिँ लागेँ भाँडा धुन। अनि काठमाडौँमा चाहिँ यसरी इनारबाट पानी तान्नुपर्ने हुन्छ। सबै ठाउँमा हुँदैन, कतिपय ठाउँहरूमा चाहिँ धाराहरू लगाइ नै दिएको हुन्छ। इनार चाहिँ सबै ठाउँमा हुन्छ, मोटरले तानेर धारामा आउने हुन्छ। तर हाम्रोमा चाहिँ छैन। हामीले चाहिँ इनारबाट तानेर नै ल्याउनुपर्छ। यसरी भाँडाहरू धुनुपर्छ, कपडा धुँदाखेरि पनि त्यहाँबाट पानी तानेर बोकेर नै ल्याउनुपर्छ। गाह्रो छ नि काठमाडौँमा पनि सर्भाइभ गर्न। मान्छेले त सोच्छ काठमाडौँमा बसेछ आनन्द छ भनेर, यता हामीले कसरी स्ट्रगल गरिरहेछौँ, कसरी आफ्नो दिनहरू बिताइरहेको छ भन्ने त हामी बस्नेलाई, हामी स्ट्रगल गर्नेलाई नै थाहा हुन्छ नि होइन। अनि यता चाहिँ मैले नुहाउनको लागि फिल्टर गर्न राखेँ पानी। यता नुहाउनको लागि फिल्टर, यो चाहिँ कस्तो खालको फिल्टर हो भनेर सोच्नु होला। यो चाहिँ बालुवा र गिट्टी राखेर बनाएको फिल्टर हो। इनारको पानी त्यस्तो सफा छैन, त्यही भएर फिल्टर गरेर नुहाउने गर्दछौँ। अनि यता चाहिँ हामीले इनारको पानीले भाँडा धोएको भएर यता ट्याङ्करको पानी, खाना पकाउनलाई चाहिँ ट्याङ्करको पानी किन्नुपर्छ, अलगबाट नै किन्ने हो नि त। अनि त्यो पानीले भाँडा धुँदैछु। इनारको पानीले धोएको भाँडामा पकाउन र खाना पनि अलि त्यति रुचि लाग्दैन, त्यही भएर बाहिरबाट धोएर फेरि यता ट्याङ्करको पानीले सुरुदेखि फेरि भाँडा पखालेर राख्छौँ। अनि त्यसमा नै हो पकाउने। हामी त इनारको पानीले पखालेर खाना अलिक घिन लाग्छ, मन लाग्दैन। अनि यता मैले खानाहरू पकाइसकेपछि सेट गरेँ। अनि रुममा बस्दा चाहिँ कस्तो अल्छी लाग्ने है साथीहरू। काम हुँदाखेरि, अफिसहरू जाँदाखेरि चाहिँ कस्तो हुन्थ्यो, बिहानै 5 बजी उठिन्थ्यो अनि खाना पकाउने, भाँडा धुने, ग्यासहरू सफा गरेर अफिस पनि भ्याइन्थ्यो, घरको काम पनि दुइटै भ्याइन्थ्यो। घरमा बस्न थालेपछि त घरकै काम पनि गर्न झ्याउ लाग्ने कि बस्न थालेपछि बसिराखौँ हुने। अनि मैले चाहिँ रुम पनि सफा गर्ने थियो, मेरो 2-4 दिन भइसकेको थियो सफा नगरेको। अनि त्यति साह्रो फोहोर पनि थिएन। अनि मैले डेली पोछा लाउन पनि सक्दिनँ। अनि डेली पोछा पनि लाउन चाहिँ मिल्दैन नि त, कार्पेटहरू छिटै कुहिएर जान्छ। त्यही भएर म डेली पोछा चाहिँ लाउँदिनँ, कहिलेकाहीँ मात्रै लाउँछु। अनि आज मेरो सफा गर्ने दिन थियो अनि मैले सफा गरेँ। मेरो हस्बेन्ड पुग्नुभन्दा अगाडि चाहिँ म सफा गरेर नुहाएर सक्छु सोचेको थिएँ, तर सकिनँ। हस्बेन्ड चाहिँ खाना खानको लागि आइसक्नु भएको थियो अफिसबाट। अनि मैले चाहिँ उहाँलाई एकैछिन वेट गर्नु है, म यति सफा गरेर नुहाएर खाना खाम्ला नि भनेर एकछिन वेट गर्न लगाएँ मलाई। उहाँ चाहिँ छिटो गर है भनेर भन्दै हुनुहुन्थ्यो। अनि उहाँलाई नि टाइम थिएन क्या, उहाँले नि फटाफट जानुपर्ने थियो नि त काममा। त्यही भएर अनि मैले नि फटाफट कामहरू भ्याएर नुहाइधुवाइ गरिसकेपछि अनि सबै खाना थाल्यौँ। खानामा चाहिँ मैले भनिहालेँ, मैले कहिले नपकाएको तरकारी पकाएको थिएँ। खाना दिएको भाइ र हस्बेन्डलाई मिठो लाग्यो, मिठो छ भन्नुभयो क्या। मैले फर्स्ट टाइम बनाएको थिएँ तरकारी, जो सबलाई मन पर्यो। मलाई नि मन पर्यो कि तरकारी चाहिँ मिठो हुँदो रहेछ सुकाएको साग। त्यसरी बनाउँदाखेरि चाहिँ योभन्दा अगाडि मैले कहिले बनाएको पनि थिएन, खाएको पनि थिएन, मेरो फर्स्ट टाइम थियो नि त। अनि डर पनि लागिरहेको थियो कता मिठो हुन्छ कि हुँदैन भनेर। तर मिठो भएको थियो, सबैजनाले मिठो मानेर खानुभयो, मलाई पनि एकदमै मिठो लाग्यो। खानाहरू खाइसकेपछि हस्बेन्ड चाहिँ कामतिर लाग्नुभयो, म चाहिँ बेडमा सुत्नतिर लागेँ। अनि सबैजनाले माया गरिदिनु होला मेरो भिडियोलाई। एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो एभ्रिवान।